फ्याफुल्ला नमस्ते। फ्याफुल्ला नमस्ते। अनि अब जति मैले देखाउनु कागज पत्र देखाइसके हैन, जति मैले बोलिसके। अब यो मेरो आवाज त यसरी नै उठिरहन्छ सोशल मिडियामा। यो आवाज बन्द त हुँदैन जबसम्म मेरो आमाको नागरिकता बन्दैन। अनि मैले यो आवाज किन यसरी सोशल मिडियामा उठाएँ भन्ने मेरो अप्सन छैन। मेरो लास्ट अप्सन भनेको नै यही सोशल मिडिया हो, जुन मैले लिगल पारामा भनौँ न मेरो आफ्नो राइट वेबाट सबै कागज पत्र जुटाएर भनौँ न धुलिखेल जिल्ला प्रशासनमा लगेर दिँदा पनि अब समस्या उत्पन्न गरायो। मेरो मम्मीको नागरिकता बन्नबाट वञ्चित गराउन थालेपछि मैले अरू अप्सन नभएर यसरी सोशल मिडियामा बोल्न बाध्य भएँ, पहिलो कुरो। र दोस्रो कुरो, एउटा मैले हेर्ने कथा हेरेको थिएँ क्या, त्यो विद्या चापागाई दिदीको। विद्या चापागाई जस्तो लाग्छ मलाई त्यो दिदीको नाम सायद। हेर्ने कथा मैले पनि हेरेको र हेर्ने कथामा जुन प्रकाश तामाङ भन्ने एउटा दाजु हुनुहुन्छ, उहाँले 40 वर्षपछि उहाँले पनि नागरिकता पाउनुभयो र उहाँलाई नागरिकता उहाँको घरमै लगेर सिडिओ मेयर अब कसले हो त्यो मलाई थाहा छैन हैन, घरमै लगेर नागरिकता दिनुभयो। त्यो व्यवस्था किन अरू साधारण नेपाली जनतालाई हुँदैन? त्यस्तो नागरिकता भनौँ नेपाली भएर नेपालमै बसेर नेपालीको पहिचान पाउन नसकेको कति भनौँ न, नेपालीको एउटा आधार, नेपाली भनेर एउटा चिनिने आधार जुन नागरिकता नपाउने कति नेपाली दाजुभाइ दिदीबहिनी होला हाम्रो नेपालमा। र उहाँहरूको लागि पनि मैले यो भिडियोहरू बनाउँदैछु क्या, उहाँहरूको लागि पनि एउटा मेसेज होस्, उहाँले पनि आफ्नो आवाजलाई यसरी बुलन्द बनाएर यसरी सोशल मिडियामा पब्लिकली आएर बोल्न सकोस् हैन। मेरो मम्मी जस्तो पीडित नागरिकताबाट वञ्चित भएको मान्छेहरू कति छन् यो नेपालमा, उहाँले पनि यसरी आवाज उठाउन सकोस्, उहाँहरूले पनि यसरी नै आएर सोशल मिडियामा आवाज उठाउनुपर्छ भन्ने म भन्न चाहन्छु। त्यही कारणले गर्दाखेरि मैले यसरी आएर सोशल मिडियामा बोल्न बाध्य भएको मान्छे म। मेरो आमाको लागि भनेर मैले यसरी बोलिरहेको छु। मेरो आमाको लागि र मेरो नेपाली सारा नेपाली दाजुभाइ तथा दिदीबहिनी जो यसरी नागरिकता अहिलेसम्म पनि पाउनु भएको छैन हैन। एउटा नेपाली भएर नेपालमा बसेर नेपालीलाई आफ्नो आधार, नेपाली भन्ने आधार एउटा नागरिकता पाउनलाई यति गाह्रो छ भनेपछि यो देशमा कहिले उमा लाग्छ त? देश खालि भ्रष्टाचार गर्यो, खालि नेपाली जनतालाई दुःख दियो यो ठुला बडा नेताहरूले। हुन त म काभ्रेपलाञ्चोक जिल्लाको मान्छे हो हैन, मैले अरू जिल्लाहरूलाई तोकेर भने पनि छैन हैन, अरू जिल्लाहरूमा होला, तर मेरो आमाको नागरिकता त काभ्रेपलाञ्चोक जिल्लाबाट बन्नुपर्छ, धुलिखेलबाट बन्ने हो हैन। त्यही भएर मैले अरूहरूलाई मेन्सन गर्नु भन्दा पनि काभ्रेपलाञ्चोक जिल्लाका नेताहरू जो ठुला बडाहरू हुनुहुन्छ है, उहाँहरूले हेर्नु पर्यो मेरो आमाको नागरिकता बन्छ कि बन्दैन, बनेन भने किन बनेन, के कारणले बनेन हैन। यत्रो कागज पत्र बुझाउँदा पनि किन बन्दैन अहिले मेरो आमाको नागरिकता? कि नेपाली होइन भन्नु पर्यो कि काभ्रेपलाञ्चोक जिल्लाको मान्छे होइन भन्नु पर्यो? होइन भने 2084 मा त आउँछन् होला नि भोट माग्नलाई, घर घरमा दैलोमा आउँछ होला नि, हजुर हाम्रो यस्तो यस्तो छ, चुनाव लागेको छ, हामीलाई जिताउनु, हामी यो गर्छौँ, देखाउला त्यो दिन तिमीहरू ठुलाबडा नेताहरूलाई देखाउन जानेछौँ। म काभ्रेपलाञ्चोक जिल्लाको सबै जनताहरूलाई भन्न चाहन्छु, सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई भन्न चाहन्छु, 2084 मा हेरेर मान्छे चिनेर मात्रै भोट दिनु होला। किनभने फेरि अन्यथा फेरि मेरो आमाले जुन दुःख पाएछ नि एउटा नागरिकताको लागि, हामी यहाँ भनेका छैनौँ, त्यहाँ भनेका छैनौँ, घाम भनेका छैनौँ, पानी भनेका छैनौँ, भोक तिर्खा प्यास भनेका छैनौँ हैन, हामी दौडै छौँ नि, यस्तो दुःख तपाईँहरूले पनि पाउन सक्छ है। त्यही भएर म भन्न चाहन्छु मेरो काभ्रेपलाञ्चोक जिल्लाको ठुलाबडा नेताहरूलाई यही भन्न चाहन्छु, यही रिक्वेस्ट गर्न चाहन्छु, मलाई तपाईँहरूको उत्तर चाहियो मेरो आमाको नागरिकता नबन्नुको कारण के हो। र यो भिडियो काभ्रेपलाञ्चोक जिल्लाको ठुलाबडा नेताहरूलाई जाओस्, ठुलाबडा नेताहरूसम्म पुगोस् र उहाँहरूले पनि भन्नु उहाँहरूको मलाई उत्तर चाहियो, किन चाहिँ बनेन, कसरी बनेन, के कारणले बनेन। यत्रो मैले कागज पत्र त्यहाँ धुलिखेलमा लगेर
भनौँ न हस्तान्तरण गर्दा पनि मेरो आमा नागरिकता नबन्नुको कारण चाहिँ किन हो? कि भन्नु पर्यो मेरो आमा इन्डियन हो, कि भन्नु पर्यो मेरो आमा भुटानी हो भनेर? होइन भने नेपालको नागरिक भएर नेपालको सबै कागजपत्र वान बाई वान स्टेप बाई स्टेप पुर्याउँदाखेरि पनि यसरी नागरिकता पाउनबाट वञ्चित गर्नुको कारण चाहिँ के हो? मलाई यसको उत्तर चाहियो। काभ्रेपलाञ्चोक जिल्लाको सबै ठुला बडा नेताहरूलाई यो मेरो क्वेसन, यो मेरो भिडियो, यो मेरो शब्द, यो मेरो जे भन्न चाहनुहुन्छ, जे बुझ्न चाहनुहुन्छ बुझ्नु होला। र सबै काभ्रेपलाञ्चोक जिल्लाको सबै नेपाली दाजुहरूलाई यो भन्न चाहन्छु, अब आउने 2084 मा मान्छे चिनेर मात्रै भोट दिनु होला। नमस्ते, नमस्ते। जय नेपाल।